मैले कारवाही पत्र पठाएको छु, म पढेर सुनाउँछु है। सुरु गरौँ कारवाही पत्र। यो त मेरो संगठन त होइन, साथीहरूले मलाई सापट्टि खोजेको कारवाही पत्र वाचन गर्नलाई। ल भिनाजु, कारवाही परेको पत्र हजुरले पनि सुन्नु पर्यो, दिदीलाई पनि साथी राख्नु पर्यो है। ल, अविवाहित संगठन दमकडा शाखा विषय सदस्यता खारेजी गरिएको बारेमा उपरोक्त सम्बन्धमा तानसेन नगरपालिका वडा नम्बर 9 तिनटिया पाल्पा स्थायी ठेगाना हुने श्री रामप्रसाद पाठक तथा श्री यमुना देवी पाठकको सुपुत्र तपाईँ श्री गिरिराज पाठकले खुशी संसारको अनुभूतिलाई त्यागेर एक्लो जीवनको फुर्सदिलो समयलाई बिट मार्दै व्यक्तिगत विचार, धारणा र अभ्यासको खुला संसार छोडी आदेश, निर्देशन, घुर्की र आवेगको सामना समेत गर्ने गरी तानसेन नगरपालिका 9 दमकडा पाल्पा निवासी श्री गीता ढकालको सांसारिक माया मोहको जन्जालमा फसी माया जालमा परि आफ्नो यो संगठनमा सचिव पदको एक कार्यकाल समेत पूरा गर्न नसकी वैवाहिक जीवनमा बाँधिनु भएकोमा संगठन परिवार आपत्ति प्रकट गर्दछ। साथै यहाँलाई यस संस्थाको साधारण सदस्य समेत नरहने गरी आजीवन बर्खास्ती गरिएको छ। यो बर्खास्ती हो, यसमा तलमाथि फेरि सोच्न पाइँदैन। अब अविवाहित संगठनमा हजुरको फिर्ती सवारी कहिल्यै छैन, ढोका बन्द भयो। समयको माग, अपेक्षा र आवश्यकता दीर्घकालमा हामीलाई पनि लागू हुने हुनाले हजुरको जस्तो त यो अविवाहित संगठनका अरूलाई पनि यो लागू हुन्छ। त्यसैले यस अवसरमा हार्दिक बधाई सहित यहाँको आगामी जीवन अझ सुन्दर बनोस्, अभिप्रेरणाका साथ समय बितोस्, म्याडमको वासिङ मेसिनको रूपमा यहाँलाई प्रयोग भएको देख्न र सुन्न नपरोस्, परिवारमा नयाँ सदस्य थपिँदाको अनुभूति गर्विलो बनोस्, जन्म, विकास र कर्म दिने आमा बाको आँखामा कहिल्यै आँसु देख्न नपरोस्, श्रीमती जीवनको सार्थकताको पहिलो आयाम हो, सदैव सम्मानको भाव जागोस्, प्रेम, स्नेह र अभिप्रेरणा परिवारका निम्ति सदैव कायम रहोस्, इष्टमित्र, छरछिमेकी र समाजमा प्रतिभाशाली र सामाजिक बन्ने भावनाको विकास होस्, सदैव सम्मानको भाव जागोस्। आगामी फागुन महिनाभित्र हामीले छैटीमा नाच्न पाउने अवसर अविलम्ब सिर्जना गरियोस् भन्दै सुखद दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछु। अध्यक्ष हिम्मत भट्टराई, सचिव ईश्वरी पाठक निमित्त हो। हजुरको सचिव पद खारेजी भएपछि उहाँहरू चाहिँ यहाँ निमित्त कार्यवाहक हुनुहुन्छ। यो अविवाहित संगठन हाम्रो शाखाको मात्रै हो। यो शाखाको सचिवज्यूलाई सफल वैवाहिक जीवनको शुभकामना व्यक्त गर्छौं। तपाईसँगका संगतहरू हाम्रा साँच्चै प्रेमिल छन्। तपाईको अनुशासन, मर्यादा, धैर्यता, कामप्रतिको कर्तव्यनिष्ठता, समाज र साथीभाइ प्रतिको तपाईको दायित्व र जिम्मेवारी साँच्चै हामीले अनुकरण गर्न योग्य छ, सम्मान योग्य छ। हामीले यो पाठक परिवारमा सदस्यका रूपमा थपिएकी गीतालाई हार्दिक शुभकामना व्यक्त गर्छौं। तिमीसँग पनि यो परिवारले लामो समयदेखि सृजनशील अभ्यास गर्दैछ, विद्यार्थीदेखि शिक्षकसम्म हुँदै परिवारको अर्को सदस्यका रूपमा, छोरीको रूपमा परिवारमा ग्रहण गर्ने मौका दमकडा मावि आफैले प्राप्त गरेको छ।